फनी हुन्छ हैन मैले सोच्नुपर्छ त्यहाँबाट हामी छिट्टै हुने गर्छौँ मलाई थाहा छैन बेहेन कतापट्टि छ मलाई किन बेहेन एउटै ठाउँमा पुग्छ जस्तो लागिरहेको मैले अगाडि देखिसकेँ ओके गाइस 9वटा गिफ्ट किन्न छ होइन अनि मैले भर्खर अहिले 2वटा गिफ्ट किनेर भ्याएँ यो दिदीको लागि चाहिँ टी-सर्ट गुड फ्लेभर हो अनि यसमा अरू मलाई कलर के पनि भेटिरहेको पर्को जस्ट इन केस भन्दै मैले यो फेस क्युट लिटल जस्ट लाइक यु यो कस्तो राम्रो मलाई आएर देखाउँछु यो कस्तो राम्रो ह्याप्पी न्यू इयर हाई गाइस ओके ल हामी चाहिँ होइन आज बाहिर गइरहेको अलिअलि गिफ्टहरू किन्नको लागि किनकि हामीले चाहिँ न्यु इयरको बेलामा चाहिँ यसपालि के सोचेको छौँ भन्दाखेरि डिफ्रेन्ट कलरको गिफ्ट एक्सचेन्ज गर्ने भनेर होइन सो हामी आज जाँदैछौँ तर सँगै गए पनि हामी चाहिँ के भन्छ छुट्टै अब त्यहाँसम्म चाहिँ हामी सँगै जान्छौँ त्यसपछि छुट्टै डिफ्रेन्ट पसलमा गएर उसले आफ्नै भ्लग बनाउँछ म आफ्नै भ्लग बनाउँछु होइन एन्ड वी गन मिक्स सो हेरौँ कसले के गिफ्ट किन्छ र इट्स गन बी सो मच फन म चाहिँ अहिले यस्तो एक्साइटेड भइसकेँ होइन सो हजुरहरू नि हेर्दै गर्नु होला त्यति भन्दै अहिलेलाई बाई गरिदियो मेरो हात खाली छैन बाई अनि हान्दियो यहाँ ओके गाइस सो अहिले हामी जाँदैछौँ होइन पुग्नलाई अझै त्यस्तो 10-15 मिनट बाँकी छ सो हेर्दै गर्नु हेरौँ कसले राम्रो गिफ्ट किन्छ कसको चाहिँ खतरा फन्नी हुन्छ कि क्युट हुन्छ कि फनी हुन्छ हैन मैले सोच्नुपर्छ जस्तो चाहिँ रिथिङ्क गर्नु फनी हुन्छ I'm नि joking. युजफुल पनि हुन्छ तर मेरो नि प्रायः युजफुलै हुन्छ फनी पनि हुन्छ आई गेस फन्नी छैन म फन्नी पनि हेर्छु फेरि म चाहिँ आउँदैन ओके गाइस छैन ओके वी आर हियर होइन अब हामी डिफ्रेन्ट सप जान्छौँ त्यहाँबाट हामी छिट्टै हुने गर्छौँ कता जाऊँ म तिमी यतापट्टि त एक्सिट जस्तो लाग्यो मलाई यता केही पनि छैन स्पोर्ट चाहिँ पहिला त्यता जाऊँ अनि त्यसपछि चाहिँ हामी डिफ्रेन्ट जाऊँ ल ओके यता जाने हो ल तिमी त्यता जाऊ म यता जान्छु अनि इफ तिमीलाई के ऊ भयो भने मलाई कल गर ल लाइक होइन झ्याउलायो भन्दा नि अनि कहाँ भेट्ने हुन्छ नि लाइक भेटिरहन मिल्यो नि त बिचमा बाई ओके हामी छुट्यौँ होइन अब जाऊँ मलाई थाहा छैन यहाँबाट के किन्ने हो पनि पाइरहेको छैन होइन बट आइएम स्टिल सर्चिङ लाइक क्युट स्टफहरू चाहिँ छ तर मैले जे सोचेको त्यो चाहिँ मैले भेटाइरहेको छैन क्या सो आइएम नट स्योर वाट टु बाई होइन आई डोन्ट नो लेट्स सी Oh my god, this is so cute. I swear. Like तर हामीसँग यति धेरै डल छ कि मलाई डल पनि दिनु मन छैन कि उसलाई बट सी ओ माई गॉड आई डोन्ट नो म के किनौँ यार आई डोन्ट नो व्हाट टु बाई सबै डलै डल छ ओके गाइस सबै महँगो छ होइन र मैले सोचेको जस्तो पनि केही नि भेटाइरहेको छैन सो आई एम सो कन्फ्युज मलाई थाहा छैन बेहेन कतापट्टि छ मलाई किन बेहेन एउटै ठाउँमा पुग्छ जस्तो लागिरहेको मलाई बट म कन्फ्युज भएँ मलाई थाहा भएन म के किनौँ लेट्स सी मैले पनि किन छ नसँग लगाएर के किन्ने हो मलाई थाहा छैन
ए चेकआउट गरिसक्यो तिमीले ल ल ल ल जाऊ त्यसो भए के हेरेर भन्ने फाइनल्ली वान थिङ आई बट है नेक्स्ट लोकेसन आई लाइक दिस वान नेक्स्ट वान आई बट लेट्स गो हियर ओके गाइस 9वटा गिफ्ट किन्न छ होइन अनि मैले भर्खर अहिले 2वटा गिफ्ट किनेर भ्याएँ सोचेको जस्तो मैले भन्ने लाइक खोजेको जस्तो केही पाइरहेकै छैन क्या आई डोन्ट नो बेहेनले पाएको छ कि छैन बट म हेरि नै रहेछु है उसलाई एउटा पिलो चाहिएको थियो त्यही भएर म पिलो हेरेको बट स्टिल इट्स नट द्याट गुड नेपालै जानुपर्छ कि क्या हो हेर्दै गर्नु होला आई डोन्ट नो म के गरौँ ओके पिलोहरू चाहिँ कति छ होइन त्यो चाहिँ मलाई ठिकै लाग्यो बट स्टिल इट्स नट वाट आई एक्सपेक्टेड मलाई अलि राम्रो दिनु मन थियो तर आई डोन्ट नो आइ एम कन्फ्युज्ड Oh my god, it's fun. मैले त्यसो बेहेनलाई भेटेको गरिरहेको छु होइन ए भगवान् म दिक्क भइसक्यो मैले तर सोचेको जस्तो गिफ्टै पाइरहेको छैन कि इट्स लाइक टु सिम्पल पाइरहेछ पिलो नै पाएन राम्रो बट स्टिल आइम गोना बाई समथिङ गुड हेर्दै गर्नु होला अब म कपडाहरूको दोकानमा आएको छु लेट्स सी गट समथिङ होइन 4वटा कुरा चाहिँ किनेँ मैले बट अझै 5-6-7-8 थोरै बाँकी नै छ लेट्स गो आई डोन्ट नो के लिगौँ है म जुन पनि पसल पसिरहेको छु क्या लाइक वाट एभर जुन पसलमा पसिरहेको छु केही न केही त भेट्छ होला नि भनेर सो लेट्स सी केही न केही त भेट्न सक्छ के लिगिरहेको छु गाइस होइन स्टिल पुगिरहेको छैन कि ब्ल्याकमा त चक्लेटै लिनुपर्छ क्या I'm so confused. ओके गाइज मैले होइन लगभग सबै चाहिँ किनेँ तर अझै येल्लो र ओरेन्ज कलरको चाहिँ बाँकी नै छ भेटाउनलाई होइन र अब फाइनली म बेहेनलाई भेट्दैछु है सी इज हियर गाइज गिफ्टहरू यतै छ तर मैले देखाएको छैन डन्ट वरी सबै पसल गयौँ होला होइन लाइक each and every त्यही पनि केही सोचेको जस्तो भेटाएन कि लाइक ओ माई गॉड घरदेखि सोचेर आएको थिएँ यार मैले हजुरले येल्लो वाइटवाला चाहिँ आम लाइक टु प्राउड अफ माइ सेल्फ मैले त किन मलाई नि तिमीलाई पिङ्क र व्हाइट चाहिँ मनपर्छ भन्ने ग्यारेन्टी छ होइन अरू पनि तिमीलाई मनपर्नु होइन तिमीलाई मन नपर्नेमा चाहिँ मन नपर्ने भन्दा पनि ए यस्तो भन्नेवालामा चाहिँ रेड छ मेरो ब्लू टाइपको छ आई मिन म अझै एड गर्छु सानोतिनो ओरेन्ज र येल्लो ओरेन्ज मैले यत्रो सानो कुरा चाहिँ किनेँ तर ओरेन्ज र येल्लो चाहिँ अझै म किन्न बाँकी नै छ भोलि जान्छु वालमा म त आजै किन्नुपर्छ यार भोलि मेरो टाइमै छैन किड्सहरूबाट सफ्टवेयर छ कि भने बुझ्न आएन तर सफ्टवेयर बस टोइजहरू त हेर्दै हेरेन किनकि घरभरि टोय छ नि त बहिनी र म फेरि छुट्यौँ कि उता गयो अझै भेटाएको छैन उसको त अझ भोलि बिदा छ मेरो फेरि भोलि फुल डे काम छ क्या सो आई हेभ टु लाइक बाई आजै होइन तर के किन्नु कि यार म पागल भइसकेँ झन् मेरो फेभरेट कलरको भेटाइरहेछ न यार येल्लो कलरको भेटाइरहेको छैन ओके गाइस फाइनली हामी फेरि भेट्यौँ होइन र हामीले सपिङ चाहिँ लगभग भ्यायो मेरो येल्लो कलरको अझै भेट्दा होइन ओरेन्ज पनि मलाई कमै फिल भइरहेछ एन्ड बेहेन पनि अलिअलि बाँकी छ सो त्यो चाहिँ अब बाँकी हामी भोलि नै हेरौँला म पनि काम पछि नै हेर्छु मलाई झ्याउ लाग्यो अब होइन सो हामी अहिले कफी खान लागेको कफी र यसो जस्ट भोक लाग्यो होइन एकदमै चेयर्स गरौँ त्यसो टायर्ड अब कामै गरेको जस्तो भयो हामीले कति 3-4 घन्टा भयो लाइक हामीले सपिङ गर्न थाल्यो इट्स लाइक 8-10 भइसक्यो के 5 बजे हिँडेको होइन 3 घन्टा 10 मिनट भइसक्यो अब घर गएर सुत्नुपर्छ के बनाउने हो केही छैन केही खाऊँ न ओके गाइज हेर्दै गर्नु होला हाम्रो कन्टिन्यू अझै बाँकी नै छ होइन गिफ्टको दिन चाहिँ मजा आउँछ है यस एक्साइटेड म नि एक्साइटेड छु लास्ट ओके गाइज हेर्दै गर्नु बाई बाई ओके गाइज हाम्रो सपिङ भयो होइन बेहेन यहाँ छ फाइनली अझै बाँकी छ गाइस
मेरो सपिङ चाहिँ लगभग भयो बट कुनै कुनै एड गर्न मन छ भोलि भेट्यो भने जान्छु सो हामी जाँदैछौँ मजा आयो लाइक 4 घन्टा लाग्यो हामीलाई यति सपिङ गर्नुको लागि पहिलोचोटि होला हामी छुट्टा छुट्टै सपिङ गरेको 4 घन्टा लागेर नत्र हामी जहाँ जाँदा पनि सँगै किन्थ्यौँ होइन फर्स्ट टाइम कस्तो लाग्यो फर्स्टमा चाहिँ कस्तो अप्ठ्यारो लाग्नु लाइक मान्छेहरू मैले भिडियो राम्रोसँग लाग्छ नि गएँ रिसिप्ट फोटो खिचिरहेको छु कि मेरो यो छ भने रिसिप्ट चाहिँ किन खिच्नु पर्यो लाइक बरु पसलको अनि गिफ्टको खिचेको भयो हुन्थ्यो पसलको खिचेको छु होइन बट यस्तो छ कि मैले त्यो अराउन्डको हल्का फुल्का खिचेँ बट त्यो गिफ्ट मैले यो किन भनेर सिक्छ बट केही छैन सो यु गाइज डोन्ट सो गाइज हामी घर जाँदैछौँ अब घर गएर केही खाएर सुत्नु पर्नेछ फेरि भोलि मेरो दिनभरि काम छ होइन सो पर्सि हामी यो गर्दैछौँ किनकि पर्सि हो न्यु इयर एन्ड पर्सि हाम्रो बेलुका पार्टी पनि छ न्यु इयरको सो वी कैन ह्याभ सम फन ओके गाइज ओके हाई गाइज ह्याप्पी न्यु इयर फाइनली आज न्यु इयरको डे हो होइन एन्ड वी आर हियर ओके गाइज सो हामी यहाँ चाहिँ गिफ्ट एक्सचेन्ज गर्छौँ होइन मैले यता साइडमा राखिसकेँ हियर इज माई गिफ्ट र बेहेनको यता साइडमा छ अब हामी एउटा एउटा कलर भन्छौँ अनि कलर अनुसारको गिफ्ट एकअर्कालाई दिन्छौँ होइन सो बेहेन इज हियर Yes, guys. Let's go. ओके ल फर्स्टमा कुन कलर गर्ने फर्स्टमा कुन वाइट चाहिँ लास्टमा राखौँ फर्स्टमा फर्स्टमा रेडबाट सुरु गर्ने हो ओके ओके रेडबाट ल फर्स्ट रेड है त मेरो रेडको गिफ्ट यो भित्र छ लेख्ने कुरा मेरो रेडको धेरै त छैन सामान बट मेरो खानेकुरा फ्रेसमा ओके अनि यो रेडको गिफ्ट चाहिँ सो जुस खाएर उद्घाटन गरिदिइहालौँ म चाहिँ प्रिङ्गल्स खाएर ट्राई गर्ने हुन्छ म खान्छु ल मास्क पनि रहेछ आज ट्राई गर्नु थ्याङ्क यू ओके यो प्रिङ्गल्स साँच्चीकै खानु आयो I want to try साँच्ची साँच्चीकै खान्छु म कति पछि प्रिङ्गल्स खाएर सक्ने होला पहिला हामी कति मान्छे चेस गाइस रेडको चाहिँ सक्यो अब अर्को कलर ओके रेड भयो कुन कलर अर्को मेबी ओरेन्ज ओरेन्ज होइन होइन ब्लू गरौँ ब्लू भनेर पर्पल झिकिरहेको मैले ओके नेक्स्ट कलर इज गन बी ब्लू है त ब्लू आएकै छैन मेरो अब let me show you my blue color रेड कलरको त्यस्तो केही खास त थिएन सो द्याट्स वाइ ब्लू कलरको हल्का मैले यो दिदीको लागि चाहिँ टी सर्ट एन्ड ब्लू कलरको यो चाहिँ मस्कारा अनि यो अनि त्यसपछि त्यसमा यो म चाहिँ हेरेको थियो ब्लूको हल्का ब्ल्याक थियो सो द्याट्स वाइ म त्यहाँ ओके यो चाहिँ तिम्रो लागि केही पनि छैन मेरोमा ओके सक्सेस हाम्रो त लिटरली के भन्छ मान्छेले एउटा एउटा एक्सचेन्ज गरेर होइन इट्स लभ गाइज इट्स लभ या वाउ आई लाइक दिस आई एम सो एक्साइटेड टु वेयर हुन्छ नि आउने महिनामा तर केही छैन म अहिले पनि स्टाइल गर्न सक्छु यसको लागि आई एम सो एक्साइटेड टु सी हर इन द ड्रेस ओके नेक्स्ट कुन कलर गर्ने कुन छ अगाडि तिम्रो मेरो येल्लो देखेर ल येल्लो नै गरौँ ओके ओके नेक्स्ट गन बी येल्लो भनेर रेड झोला आयो होइन तर मेरो पनि ब्लू होला तर होइन इट्स लाइक यो ओ माई गॉड मेरो त वार्डरोबै भरिन्छ जस्तो छ Yes, guys, and this is also cute little sweater for like this.
अनि अरू पनि छ येल्लोको मैले हल्का बेसी सपिङ गरेर जस्तो त फिल होइन बट स्टिल लाइक इयरिङ्स अनि क्युट वाला अनि अर्को चाहिँ यो मेरो प्रिटिएस्ट येल्लोको आई वान्ट टु सेयर इन दिस लाइक यो चाहिँ नेकलेस टाइप आई होप इट लुक गुड अनुहार तर राम्रै देखिँदैन लेग वार्मर गाइस मैले नि पाएँ These are way better, I know. ओइ कटन क्यान्डी Cotton candy नि खाँदैन खाइ हेर्ने हो कि लेट्स ट्राई है आई डोन्ट नो बनाना फ्लेभरको हैन तिमीले सबै कलरको ड्रेस किने क्या हुन सक्छ ओ यो पनि भएन पहामा ट्राई गर्छ यहाँ यस्तो के छ यस लेट्स ट्राई गाइस लेट्स ट्राई कटन क्यान्डी ल म खुवाइदिन्छु तिमीलाई कुन फ्लेभर हो कटन क्यान्डी जस्तै इट्स लाइक डिटु कटन क्यान्डी जस्तै ठ्याक्कै ओ बनाना त कति पछि खाए जस्तै फिल भयो म्याङ्गो पो हुनु पर्ने ओके यो पनि देखाउँ न ओ यो म खोज्छु ए मेरो गिफ्ट भन्नु यो गिफ्ट अनि यसमा यो मध्येमा जो पनि आउँछ तर यसमा अलरेडी देखिसकेको छ यो आउँछ भनेर सो त्यत्रो भन्नै पर्दैन सो टडा ओइ उल्टो देखा त्यही भएर म खोल्छु भने कि यो फेस क्युट लिटल जस्ट लाइक यु उल्टो देखा ओके येल्लो कलरको नि भयो होइन आई गट कस्तो मलाई त यो दुइटै लाएर हेर्न मन लागिसक्यो लेट्स गो गाइस ओके नेक्स्ट कलर येल्लो ब्लू रेड भयो नेक्स्ट कलर चाहिँ पर्पल गर्ने ओके नेक्स्ट कलर गर्न बी पर्पल पर्पल त मेरो कस्तो भन्ने ओके किनकि हल्का लाइट र डार्क पर्पल मात्रै भएछ सेम छ मैले पर्पलमा अरू चाहिँ हल्का भएन भनेर आई गट दिस पर्पल एक्ज्याक्टली पर्पल त ड्रेस छैन बट इट्स लाइक लाइने टाइपको सो हल्का देखेन है तर इट्स लाइक ओ माई गॉड कलेज वेयर लाउनुहुन्छ दिदीले एसी त्यसको इट लुक गुड अनि दिदीलाई अस्तिदेखि यो वाला चक्लेट बिस्कुट खाने मन लागेको थियो नेपालको याद आयो सो दिस इज फर अनि यसमा अरू मलाई कलर के पनि भेटिरहेको पर्पलको जस्ट इन केस भन्दै मैले लगेको थिएँ के भेटेन भनेर दिस इज अनि यो पनि जस्ट इन केस भनेर लगाएको किन कलर पर्पल यस द्याट्स इट गाइस साँच्ची मैले सबै कलरको ड्रेस पाउँछु जस्तो Oh my god! यसमा नि बडी लोसन ओ माय गॉड वी बोथ गट बडी लोसन मेरो त केही गिफ्टै छैन जस्तो फिल भएर कति स्ट्रङ छ सबै यो भरिमा आइरहेको गाइस हेर्नु मेरो प्याकेजिङ चाहिँ बेसी क्युट छ सो आई एम ह्याप्पी यस्तो चिजहरू म युज गर्छु म एक्सपेरिमेन्ट गर्छु द्याट्स वाइ फर थ्याङ्क यू बेहेन ओ माई गॉड म त घरै अब लाइक नयाँ ड्रेसेस अब के ग्रिन ग्रिन ल होइन आई डोन्ट नो तिमीले कुन कलर भन्छ त्यही ल ग्रिन लेट्स डु ग्रिन ऱ्याप चाहिँ मेरो ब्लू छ ब्लू पनि देखिरहेको यो चाहिँ मेरो झोलामै छ फाइनली एउटा कपडा 1 2 3 ओए सेम ओके यही फेस मास्क लाउनु पर्छ अहिले पछि अनि त्यसको अर्को फेरि मलाई तर धेरै नसजिकन यो खालि ड्रेसहरू माथि किनकि यसलाई सो गाह्रो लाइक हुन्छ नि तर यो प्रिटी थियो सो द्याट्स वाट ओके नेक्स्ट सर्ट वाउ लेट्स गो I love socks. मात्रै हो I like socks. कस्तो यति मात्र हो ओके फर यु ओके गाइस पेन क्युटली म यस्तो किन्न आँटिरहेको थिएँ कि अलमोस्ट मैले किनिसकेँ तर कस्तो त्यो पसलबाट गयो अनि अरू आयो मलाई अनि अरू पनि किन्नु छ भनेर म बिर्सेको हामी जुन पसलमा भेटेको त्यही पसलबाट दुइटैले एउटै मास्क उठाएछ
अनि त्यसपछि यो कस्तो प्रिटी कलर फरेस्ट ग्रीन फरेस्ट मलाई ग्रीन फरेस्ट ग्रिनको भयो यस ग्रीन थाहै भएन राख्नलाई टेबलै सानो भएछ टेबल एउटा गिफ्ट गर्ने भनेको हामीले तर के पुरै दुकानै किनेर आछौँ जस्तो छ यस म भन्दा पनि बेहेनले लिटरली मेरो त वार्डरोब भइसक्यो अब नेक्स्ट कुन कलर गर्ने तिम्रो चोइस ओरेन्ज त बाँकी छ ओरेन्ज ब्ल्याक र व्हाइट बाँकी अनि पिङ्क पनि छ वाट डु वान्ट पिङ्कै दिउँ ओके लेट्स पिङ्क ए नेक्स्ट पिङ्क Let's pink and roll, guys. ओके पिङ्क चाहिँ मेरो व्हाइट जस्तो Oh my देखिरहेको god, मैले सबै ड्रेसहरू मेरो पनि ड्रेस छ थ्याङ्क गॉड मलाई चाहिँ मेरो धेरै ड्रेस भइसक्यो स्टिल म किन्दैन भने बट इट वाज लाइक सो प्रिटी होइन मलाई चाहिँ राख्नै मन लागेन कि हुन्छ नि अनि इट विल लुक सो गुड अन इट्स लाइक पिङ्क कलरको फर अनि अरू त केही थिएन अनि यो चाहिँ अनि लाइक मसाजहरू होला अब म फेस मसाज गरेर चाहिँ राम्रो देखोस् दिस इज फर हर ओ थ्याङ्क यू मलाई दिन्न ओके बेहेनको लागि चाहिँ एउटा स्क्रन्ची छ म स्क्रन्ची हुँदा पनि छैन भनिरहेको छु एन्ड या त्यही भएर मेन यो चाहिँ लाइक व्हाइट देखिरहेको छ so बट good. इट्स लाइक पिङ्क नै हो होइन बेबी पिङ्क जस्तो हो मलाई हुडी मलाई माथि यस्तो उसलाई टोपीवाला मनपर्छ भने मलाई टोपीवाला गाइस म एकछिन पछि बाहिर जाँदाखेरि यो लगाएर जान्छु साँच्ची आटो पार्टी छ नि त साँच्ची आज पार्टी छ म पनि यही लगाएर जान्छु त्यसो भए मेरो ड्रेस आजको लागि धेरै दिमाग सोच्नु पर्दैन पार्टीमा आई क्यान वेयर इट मेरो नि आई क्यान वेयर दिस तर यो भित्र चाहिँ अब आई विल चेक लेट्स सी तर इफ मन पर्यो लेट्स गो बेबी ओ माई गॉड कति धेरै ड्रेसेसहरू भयो ओ माई त्यही गॉड भएर अब चाहिँ के व्हाइट अब ब्ल्याकै त होला नि ओके ब्ल्याक अब ब्ल्याकमा चाहिँ खासै केही छैन मेरो लाइक सो लेट्स रामेन बल र गगल्स एन्ड अरू त्यस्तो सक्स दिदीले सक्स छैन बेसी भन्नुहुन्छ सो दुइटा लेगमा भनेर अनि त्यसपछि दिसम्म आइलाइनरहरू बेसी चाहिँ बट दिस इज वाटर प्रुफ भनेर लेखाएको छ आइलाइनर वाटर प्रुफ हो कि दिदीले मुख धुँदा नि गाजर नजाओस् भन न अनि यस्तो गर्दाखेरि पनि नजा भनेर आई मिन जान त जान्छ बट स्टिल वाटर प्रुफ भनेर ल्याएको किनकि न वाटर प्रुफ चाहिँ छैन के एक्सप्लेन गराएँ थ्याङ्क यू ओके आई गट दिस मेरो रामेन अब हामी नुडल्स बेसी खान्छौँ होइन सो आई विल इन्जोय जस्तो लाएर देखाइदेऊ न कस्तो देखिन्छ बट इट लुक गुड कपालहरू टक्क छोडेर होइन अनि त्यसपछि अनि टक्क ड्रेसअप गरेपछि त ए इट्स नट ब्याड तर मलाई खासै चस्माहरू राम्रो देखिने होइन कस्तो राम्रो देखिरह बट दिस वान इज गुड गाइस भनिदिनु राम्रो देखिरह अनि त्यसै मेरो घरमा मलाई रबरको जहिले नि कमी फिल हुन्छ गाइस न मलाई अब हुँदैन अफकोर्स त्यही भएर नै रबर किनेको खाली जति बेला नि रबरै छैन साँच्चै यस्तो भरिसक्यो नि यहाँ ओके यसलाई उयो त्यो माथि राख यो प्लास्टिक माथि ल अब ओरेन्ज ओरेन्जको त केही छैन मसँग कस्तो मैले त्यो सेट गाइस मैले एउटा चिज ल्याएर बिर्सेछु त्यो नल्याइकन आएको ओके नेक्स्ट ओरेन्ज है ल जाऊ लिएर यसो एउटा गिफ्ट ल्याउनै बिर्सेँ अरे ओरेन्जको तर माई गड यार मेरो त केही गिफ्टै छैन जस्तो फिल हुन थाल्यो मलाई बेहेनको गिफ्ट देखेर एभ्री कलरको ड्रेस पाइसकेँ कि मैले सिवाय रेडको एक्सेप्ट फर रेड मैले सबै कलरको ड्रेस पाइसकेँ के जस्ट सी नोज आई लाइक ड्रेसेस भनेर त्यही भएर नि हो ओके भयो Guys, your pillow. Oh my god! Oh नाइ म त देखाउँदैन Guys, this is my orange. Orange को नि अर्को हल्का के Oh my god! अनि त्यसपछि अरू केही थिएन ओरेन्जको लागि लाइक हुन्छ नि so that's why this is going on. I don't know this one. And me, I brought this. कहाँ एउटा टिक ट्याक पनि थियो कहाँ गयो मैले धेरै जोरो छ यसको एकदम ड्राई सिन अनि यो मैले यस्तो क्यान्डिजहरू कति खोजेर म भेटाएँ कि मैले संसारभरिको क्यान्डिज चाहिँ हरायो भन्ने भइरहेको थियो मलाई
प्योर ओरेन्ज यसको गाना नि छ होइन चटपटेको बनाउनको लागि मलाई मेरो गीतहरू मन पर्यो त्यसलाई ए मेरो मेरो बडी लोसन आई नो बेहेनले नै जितिसक्यो मलाई कम्पिटिसन होइन गाइज होइन आई नो बेहेन्स चोइस इज फार मोर बेटर मलाई थाहा छ गाइजहरू बट मैले झन् इजी अप्सन चुज गरेँ खालि लुगा लुगा मात्रै ल्याएको कि दिदीले चाहिँ हल्का दिमाग लगाएर ल्याउनु त्यस्तो केही होइन म लोभी भएर अब म टक्क आयो बेडमा यो राखेर अनि मस्त सुत्छु अब केही छ तिमीलाई पनि सुत्न मन आयो भने युआर वेलकम ओके थ्याङ्क यू सो मच कहाँ लाग्नु भने ठाउँ छैन भनेर यहाँ माथि माथि राख लिटरली भनिसक्यो कि अहिले ब्याक क्यामेरा एकछिन अहिले देखाउँछु गाइजहरू ओ माई गॉड हामीले अब लास्ट एउटा भन्छ अनि त्यसपछि लास्ट वाइट लेट्स गो मैले के मात्रै ल्याएको होला यो मात्रै धुलाई यो चक्लेट यति धेरै मनपर्छ and I brought you this like ओइ मलाई पसन्द same like me अनि यो चाहिँ यस्तो क्युट छ है इट्स लाइक बियर पछाडि यस्तो क्युट ओए यो मलाई कस्तो राम्रो लाग्यो गाइस मेरो पजामा फाइनली जब पजामा सेट चेन्ज गरेर आउँछ ओके गाइस we are going to be same ओके त्यो गर्नुलाई ट्रान्ज्याक्सनमा गर्नु ओके I'm gonna wear it ओए यो कस्तो राम्रो लाएर देखाउँछु ओए यो कस्तो राम्रो Oh my god guys म तपाईँहरूलाई प्याक देखाउँदै गर्छु अहिले बहिनीले चेन्ज गरिन्जेलसम्म जस्ट सी दिज आर बहिनको गिफ्ट एन्ड दिज आर माई गिफ्ट सबै कलरको कपडा पास मैले आइएम सो एक्साइटेड टु वेयर देम अल होइन बट यो चाहिँ मलाई लास्ट मन पर्यो ओके लेट्स सी बहिन कस्तो ट्याक्क फिटिङ भएको guys yeah I'm back it's like मैले oversized लाउँदा it's like first time like आफ्नै साइजको लाएर आज जस्तो यो पनि लगाउँ न एकैको ओ मेरो रक फेलो खाने भयो गिफ्टहरू भ्यायो गाइस ओ माई गॉड दिस आर अल पछाडिको देखा न मैले अघि तिमी नआउँदाखेरि देखाएको थिएँ ओके गाइज सो दिज आर बेहेनको गिफ्ट दिज आर माई गिफ्ट लाइक लिटरली टेबलै भरियो हाम्रो गिफ्टले ओके सो हाम्रो पछाडिको पनि हेर्नुभयो होला होइन लाइक लिटरली तर हामीले के प्लान गरेको थियो के भयो लाइक इट्स लाइक गिफ्टै गिफ्टवाला भयो कि आइएम सो एक्साइटेड टु ट्राई देम अल के ओ माई गॉड म चाहिँ दिदीले यो लगाएको ट्राई गरेँ समरमा यस्तो पछाडि कपाल छोडेर कर्ली गरेर अनि मलाई लाएर देखाइदिउँ अनि यो हुडी चाहिँ अनि मलाई त्यो लगाएर देखाउ न यो Let's माथि लाग्दैन नि oh. यसको गाइस Okay. हो व्हाइट देखाऊ त्यसको माथि लगाउनु नि तर यो बेबी पिङ्क हो होइन तर व्हाइट देखिरहेको छ कि त्यो क्यामेरामा त्यस्तो देखेको के अच्छा बेबी देखेको मात्रै हो कस्तो राम्रो देखेको है अझ ब्याकबाट देखाऊ ओके यो हल्का पुगेको छैन गुड कस्तो प्रिटी इट्स लाइक पछाडि हुडी भएको टोपी लगाएर उसले खाली पछाडि टोपी भएको लगाउँछ अनि त्यसपछि यस्तो त्यो फुल जेन्जी टाइप बन्छ नि त त्यो इट लुक गुड तर नयाँ लुगा पाइयो हामीहरूको दसैँ मैले चाहिँ दसैँ तिहार लाइक अनि ओए तर न्यु इयरमा यति धेरै गिफ्ट पायो भने चाहिँ जस्ट इमेजिन यो वर्षभरि कस्तो राम्रो होला भनेर जस्ट इमेजिन कति गिफ्ट पाउने हो त्यही भएर सो प्रिटी हाम्रो गिफ्ट एक्सचेन्ज पनि भयो होइन इट वाज सो फन एन्ड नाइस मजा आयो मलाई यति धेरै गिफ्ट यति धेरै स्न्याक्स यति धेरै खानेकुरा अब खानेकुरा खान नि एक्साइटेड भएर म त ड्रेसहरू लाउन नि एक्साइटेड भइरहेको छु माई गॉड अब लाइक मलाई के अरे म आजकल के खानलाई हुन्छ हेर्दाखेरि इट्स लाइक या कस्तो केही नखानु पाएको त खाना चाहिँ छ बट स्टिल आई नो
थ्याङ्क यू सो मच बहन अनि ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर हाम्रो तर्फबाट हजुरहरूलाई पनि होइन अनि हजुरहरूको नि सबैजनाको हाम्रो भिडियो हेर्ने सबैजनाको इयर राम्रो होस् धेरै धेरै विसेस केही भन्ने आएन ह्याप्पी हुनु पिस हुनु खतरा मेरो ब्लग हेरिरहनु सपोर्ट गरिरहनु या अनि आज बेलुका चाहिँ हाम्रो अर्को प्लान छ होइन आज बेलुका चाहिँ हामी कता जानु लागेको पार्टीमा जानु लागेको छौँ होइन न्यु इयर पार्टीमा सो इफ मिल्यो भने म त्यो पनि भिडियो क्लिप खिच्छु सो हेर्दै गर्नु होला त्यति भन्दै अहिले चाहिँ हामी जान्छौँ अहिले चाहिँ अब हामी खानाहरू लगाउन जान्छौँ सब ट्राई खाना लगाउनु पर्यो त्यति भन्दै बाई बाई ओके गाइस लास्टमा फेरि मगु खाएर हिँड्नु गर्छु म चाहिँ यो क्यान्डी ओके बाई ओके लेट्स ट्राई दिस है त अब हामी दुवैजना सेम मास्क ट्राई गरेर रेडी हुन्छ